यदि तपाईले कुनै दुर्घटना देख्नुभयो वा आफै दुर्घटनामा पर्नुभयो भने हामीले के गर्नुपर्छ? रक्तस्राव रोक्ने आपतकालीन उपचार घाउ लागेको स्थानको माटो वा धुलो सफा पानी वा सलाइन पानीले धुनुपर्छ अनि तौलिया वा कपडाले थिचेर रक्तस्राव रोक्नुपर्छ। ब्यान्डेज वा गजले घाउलाई बेर्नुपर्छ जसले जीवाणु संक्रमणबाट बचाउँछ र घाउको भागलाई मुटुभन्दा माथि उठाउनुपर्छ। सर्पले टोकेको आपतकालीन उपचार सर्पले टोकेपछि रक्तस्राव रोक्नुभन्दा विष फैलिनबाट रोक्न घाउको भागलाई मुटुभन्दा तल राख्नुपर्छ। मुखले विष चुसेर फाल्ने वा अन्य उपकरण प्रयोग गरेर विष निकाल्न खोज्नु हुँदैन। यसले गर्दा उपचारकर्ता दोस्रो संक्रमणको जोखिममा पर्न सक्छ, त्यसैले यस्तो गर्नु हुँदैन। घाउको भागलाई धेरै कसिलो गरी बाँध्नाले घाउको भाग सर्ने खतरा हुन्छ, त्यसैले थिचिने ब्यान्डेज वा कपडाले टोकेको ठाउँभन्दा 5-10 सेन्टिमिटर माथि हल्का बाँध्नुपर्छ। मांसपेशी र हड्डीको चोट बारम्बार हुने चोटमा मांसपेशी, खुट्टा मर्किनु, हड्डी सर्ने र हड्डी भाँचिनु पर्दछन्। मांसपेशी र हड्डीको चोटको आपतकालीन उपचारमा सबैभन्दा महत्त्वपूर्ण कुरा थप चोट रोक्नु। पहिलो कुरा भनेको घाइते स्थानलाई चल्न नदिनु हो। बिरामीलाई आरामदायी स्थितिमा राख्नुपर्छ अनि चोट लागेको स्थानलाई ब्यान्डेज र प्लास्टरले बाँधेर स्थिर पार्नुपर्छ। यसले पीडा घटाउँछ र चोट लागेको स्थानलाई विकृत हुनबाट बचाऊ। उपचारपछि चोट लागेको स्थानलाई कुसन वा सिरानीमा राख्नुपर्छ। स्वास्थ्य र सुरक्षाको कुनै विशेष गोप्य तरिका छैन। सुरक्षाको गोप्यता भनेको सरल सिद्धान्तलाई निरन्तर मनमा राख्नु हो। यसैले मन बनाएपछि जो कोहीले गर्न सक्छ।